नमस्ते नमस्कार सबैलाई स्वागत छ हजुरलाई हेल्थ सेवा तयारी युट्युब च्यानलमा। आजको यस भिडियोमा हामी कोशी प्रदेश अन्तर्गतको स्वास्थ्य सेवाको स्टाफ नर्स सहायक स्तर 5औं तह स्टाफ नर्सको लोकसेवा सिलेबसको बारेमा पाठ्यक्रमको बारेमा कुरा गर्नेछौँ, लिखित परीक्षाको बारेमा। पाठ्यक्रमको बारेमा कुरा गर्दाखेरि चाहिँ हजुरको परीक्षा 2 चरणमा लिइनेछ। प्रथम चरणमा लिखित परीक्षा हुनेछ भने दोस्रो चरणमा अन्तर्वार्ता हुनेछ। लिखित परीक्षा 200 पूर्णाङ्कको हुनेछ र अन्तर्वार्ता 30 पूर्णाङ्कको। अब प्रथम चरणको बारेमा कुरा गरौँ। प्रथम चरणको लिखित परीक्षा पनि 2वटा पत्र हुनेछन् यसमा हजुरको, प्रथम पत्र र दोस्रो पत्र। प्रथम पत्रमा जब बेस्ड नलेजसँग सम्बन्धित भनेको सेवासँग सम्बन्धित कार्य ज्ञानहरूको बारेमा सोधिनेछ। यो चाहिँ 100 पूर्णाङ्कको हुनेछ र यसको उत्तीर्णाङ्क भनेको पास मार्क चाहिँ 40 रहेको छ, फुल मार्क चाहिँ 100 रहेको छ। र फर्स्ट पेपरमा हजुरको मल्टिपल चोइस क्वेसन्सहरू भनेको वस्तुगत बहुवैकल्पिक प्रश्नहरू सोधिनेछ र यसलाई 3वटा खण्डमा 3वटा सेक्सनमा डिभाइड गरिएको छ। सेक्सन ए, सेक्सन बी एन्ड सेक्सन सी। सेक्सन ए मा 20 क्वेसन्स, सेक्सन बी मा 20 क्वेसन्स र सेक्सन सी मा 10 क्वेसन्स छन् र इच क्वेसनको मार्क्स भनेको 2 मार्क्स रहेको छ। सो टोटल गरी 100 मार्क्स हुन्छ र टोटल 50वटा क्वेसन्सहरू हुन्छन्। र यसको लागि टाइमको कुरा गर्ने हो भने चाहिँ 45 मिनट्सको टाइम हुन्छ हजुरको। त्यसैगरी सेकेन्ड पेपरको बारेमा कुरा गर्ने हो भने सेकेन्ड पेपर पनि हजुरको जब बेस्ड नलेज नै सोधिनेछ यसमा पनि, र यो पनि 100 मार्क्सको रहेको छ, फुल मार्क्स र पास मार्क 40 रहेको छ। र यसमा चाहिँ हजुरको सब्जेक्टिभ क्वेसनहरू सोधिनेछन् भनेको लङ र सर्ट क्वेसनहरू सोधिनेछन्। यसमा पनि सेक्सन ए, सेक्सन बी र सेक्सन सी गरी 3वटा खण्डहरू 3वटा सेक्सनहरू छुट्याइएका छन्। सेक्सन ए मा हजुरको 2वटा 10 मार्कको क्वेसन र 4वटा 5 मार्कको क्वेसन भनेपछि टोटल 40 मार्कको क्वेसनहरू हुनेछन्। त्यसैगरी सेक्सन बी को कुरा गर्दाखेरि पनि सेक्सन बी मा पनि 2वटा 10 मार्कको क्वेसन र 4वटा 5 मार्कको क्वेसन गरी टोटल 40 मार्क सोधिनेछ। अर्को सेक्सन सी को बारेमा कुरा गर्दाखेरि चाहिँ सेक्सन सी मा 4वटा 5 मार्कको क्वेसनहरू सोधिनेछन् भनेपछि टोटल 20 मार्क हुने भयो सेक्सन सी बाट। सो सेक्सन ए 40 मार्क, सेक्सन बी 40 मार्क र सेक्सन सी 20 मार्क। र यसको लागि टाइमको कुरा गर्ने हो भने 2 घण्टा 30 मिनटको लागि 2 घण्टा 30 मिनट हजुरको लागि टाइम छुट्याइएको हुनेछ। त्यसैगरी दोस्रो चरणको बारेमा मैले सुरुमै पनि भनिहालेँ। दोस्रो चरणमा हजुरको अन्तर्वार्ता हुनेछ। अन्तर्वार्ताको फुल मार्क्स भनेको 30 रहेको छ र यो भनेको ओरल इन्टरभ्यू हुनेछ हजुरको, मौखिक रूपमा हुनेछ अन्तर्वार्ता। त्यसैगरी अब केही याद गर्नुपर्ने कुराहरू रहेका छन्। यो पाठ्यक्रमको योजनालाई प्रथम चरण र द्वितीय चरण गरी 2 चरणमा विभाजन गरिएको छ, त्यो चाहिँ हजुरले अघि थाहा पाइसक्नुभयो। अब लिखित परीक्षाको प्रश्नपत्रको माध्यम भाषा भनेको पाठ्यक्रमको विषयवस्तु जुन भाषामा दिइएको छ सोही भाषाको आधारमा नेपाली वा अङ्ग्रेजी मध्ये कुनै एक भाषा हुन सक्छ। भनेपछि नेपाली र अङ्ग्रेजी कुनै एउटा ल्याङ्ग्वेजमा हुन सक्छ, तर विषयवस्तुलाई स्पष्ट गर्नुपर्ने अवस्थामा दुवै भाषा समेत प्रयोग गर्न सकिनेछ। अब स्पेसिफिक कुरालाई क्लियरिफाई गर्नुपर्ने छ भने चाहिँ त्यहाँ 2टा ल्याङ्ग्वेज पनि युज भएको हुन सक्छ। अब लिखित परीक्षाको माध्यम भाषा नेपाली वा अङ्ग्रेजी अथवा नेपाली र अङ्ग्रेजी दुवै हुनेछ। भनेपछि आइदर नेपाली अर इङ्ग्लिस कुनै एउटा पनि हुन सक्छ भने नेपाली र इङ्ग्लिस दुईटै पनि हुन सक्छ। प्रथम पत्र र द्वितीय पत्रको लिखित परीक्षा छुट्टा छुट्टै हुनेछ। भनेपछि फर्स्ट पेपर र सेकेन्ड पेपरको रिटेन एक्जामिनेसन हजुरको छुट्टा छुट्टै हुनेछ। वस्तुगत बहुवैकल्पिक प्रश्नको गलत उत्तर दिएमा प्रत्येक गलत उत्तर बापत 20% अङ्क कट्टा गरिनेछ। भनेपछि एउटा मल्टिपल चोइस क्वेसनको एन्सर रङ गर्नुभयो भने त्यो क्वेसनले जति मार्क्स क्यारी गर्छ त्यसको 20% मार्क्स चाहिँ हजुरको कट गरिनेछ, नेगेटिभ मार्किङ हुनेछ। तर उत्तर नदिएमा चाहिँ त्यसको बापत अङ्क दिइने पनि छैन र कुनै अङ्क कट्टा पनि गरिने छैन, भनेपछि मार्क्स पनि काटिने छैन। त्यसैगरी वस्तुगत बहुवैकल्पिक प्रश्न हुने परीक्षामा ओएमआर उत्तर पुस्तिकाको प्रयोग भएकोमा निर्देशित स्थानमा निर्देशन बमोजिम बबल लगाउने र ओएमआर बाहेकको उत्तर पुस्तिकाको प्रयोग भएकोमा परीक्षार्थीले उत्तर लेख्दा अङ्ग्रेजी क्यापिटल लेटर्स, याद गर्नुहोस् है, क्यापिटल लेटर एबिसिडीमा लेख्नुपर्ने हुनेछ। स्मल लेटर्स एबिसिडीमा लेखेको वा अन्य कुनै सङ्केत गरेको भए त्यस्तो उत्तर पुस्तिका चाहिँ
रद्द हुनेछ। त्यसैगरी बहुवैकल्पिक प्रश्न हुने परीक्षामा कुनै प्रकारको क्याल्कुलेटर प्रयोग गर्न पाइने छैन। मल्टिपल चोइस क्वेसन्स भएको पेपरमा चाहिँ हजुरले क्याल्कुलेटर युज गर्न पाउनुहुन्न। विषयगत प्रश्नहरूको हकमा तोकिएको अङ्कको एउटा लामो प्रश्न वा एउटै प्रश्नका दुई वा दुईभन्दा बढी भाग 2 or more parts of a single question वा एउटा प्रश्न अन्तर्गत दुई वा बढी टिप्पणीहरू सर्ट नोट्सहरू सोध्न सकिनेछ। भनेपछि सब्जेक्टिभ क्वेसनमा एउटै लङ क्वेसन सोध्न सकिनेछ और दुई तीनवटा सर्ट क्वेसनहरू मिलाएर पनि त्यहाँ क्वेसन सोधेको हुनसक्छ। त्यसैगरी विषयगत प्रश्न हुने पत्रमा प्रत्येक खण्डका लागि छुट्टा छुट्टै उत्तर पुस्तिकाहरू हुनेछन्। परीक्षार्थीले प्रत्येक खण्डको प्रश्नको उत्तर सोही खण्डको उत्तर पुस्तिकामा लेख्नुपर्नेछ। भनेपछि इच सेक्सनको लागि सेक्सन ए, सेक्सन बी र सेक्सन सी जुन रहेको छ सब्जेक्टिभ क्वेसनको लागि, सब्जेक्टिभ एक्जामिनेसनको लागि जुन सेकेन्ड पेपरमा हुनेछ हजुरको, त्यसको लागि छुट्टा छुट्टै पेपर हुनेछन् र जुन पेपर छुट्याइएको छ सेक्सन ए, सेक्सन बी र सेक्सन सी, त्यही सेक्सनमा हजुरको एन्सर लेख्नु होला। सेक्सन ए को क्वेसन हो भने सेक्सन ए कै पेपरमा लेख्नु होला, सेक्सन बी को हो भने सेक्सन बी कोमा र सेक्सन सी को हो भने सेक्सन सी कोमा लेख्नु होला। त्यसैगरी परीक्षामा सोधिने प्रश्न सङ्ख्या, अङ्क र अङ्कभार यथासम्भव परीक्षा योजनामा उल्लेख भए अनुसार नै हुनेछ। भनेपछि हजुरको नम्बर अफ क्वेसन्स, एउटा क्वेसनले क्यारी गर्ने मार्क्स, टोटल मार्क्स सकेसम्म चाहिँ हजुरको यो करिकुलम अनुसार नै हुनेछ। त्यसैगरी यस पाठ्यक्रम योजना अन्तर्गतका पत्र अथवा विषयका विषयवस्तुमा जुनसुकै कुरा लेखिएको भए तापनि पाठ्यक्रममा परेको ऐन, नियम तथा नीतिहरू परीक्षाको मितिभन्दा 3 महिना अगाडि संशोधन भएका वा संशोधन भई हटाइएका वा थप गरी संशोधन भई कायम रहेकालाई यस पाठ्यक्रममा परेको सम्झनु पर्दछ। कुनै पनि ऐन, नियम, नीतिहरू संशोधन भएका छन्, थपिएका छन् अथवा हटाइएका छन् भने ती कुरा यो पाठ्यक्रममा समावेश भएको भन्ने कुरा हजुरले बुझ्नुपर्छ। त्यसैगरी प्रथम चरण भनेको फर्स्ट फेज अन्तर्गत प्रथम पत्रको लिखित परीक्षाबाट छनौट भएका उम्मेदवारहरूलाई मात्र द्वितीय पत्रको लिखित परीक्षामा सम्मिलित गराउन सकिनेछ। फर्स्ट पेपरमा हजुरले पास गरेर सेलेक्ट हुनुभयो भने मात्र हजुरको सेकेन्ड पेपरको एक्जामिनेसन हुनेछ। त्यसपश्चात अब यो पाठ्यक्रम कहिलेदेखि लागू भयो भन्दाखेरि चाहिँ यो पाठ्यक्रम चाहिँ हजुरको 2082 साल 4 महिना 1 गते नै आएको थियो, तर भर्खरै अस्ति 2082 साल 8 महिना 28 गतेको दिन फेरि यसलाई परिमार्जन गरिएको छ र 29 गते हजुरको विज्ञापन प्रकाशन भएको थियो र त्यो प्रकाशन भइसके पश्चात चाहिँ अबको यो पाठ्यक्रम परिमार्जित पाठ्यक्रम लागू हुनेछ। अब पाठ्यक्रमतर्फ लागौँ। अब फर्स्ट पेपर र सेकेन्ड पेपरको लागि जुन जब बेस्ड नलेज रहेको छ र सेक्सन ए, सेक्सन बी, सेक्सन सी गरी यो सबै छुट्याइएको छ। हेरौँ सेक्सन एमा के छ त। सेक्सन ए को फर्स्ट च्याप्टर रहेको छ हजुरको बेसिक एन्ड अप्लाइड साइन्सको बारेमा र बेसिक एन्ड अप्लाइड साइन्सभित्र चाहिँ हजुरको एनाटोमी एन्ड फिजियोलोजी अफ अल बडी सिस्टम्स, बडी मेकानिजम्स, फ्रिक्सन, ग्राभिटी, न्युटन्स ल, फोर्स एन्ड ट्रान्सफर अफ हिट, त्यसैगरी फ्लुइड एन्ड इलेक्ट्रोलाइट, its importance in relation to health, acid-base balance, rehydration therapy, imbalance of fluid and electrolytes, osmosis, diffusion, active transport र यो सँगै हजुरको common investigations and their significance, माइक्रोबायोलोजी भित्र चाहिँ हजुरको यो बेसिक एन्ड अप्लाइड साइन्स भित्र माइक्रोबायोलोजी र त्यसभित्र चाहिँ भेरियस डिजिज कजिङ अर्गानिजम एन्ड इट्स इफेक्ट अन ह्युमन हेल्थ एन्ड इन्भाइरोमेन्ट, त्यसैगरी ड्रग्स युज्ड इन डिफ्रेन्ट सिस्टम, मोड अफ एक्सन, कन्ट्राइन्डिकेसन्स, साइड इफेक्ट्स एन्ड नर्सिङ म्यानेजमेन्ट। अब सेकेन्ड च्याप्टर रहेको छ फन्डामेन्टल्स अफ नर्सिङको बारेमा। अब फन्डामेन्टल्स अफ नर्सिङभित्र के छ त, पहिलो बेसिक निड्स अफ क्लाइन्ट्स, दोस्रो द नर्सिङ प्रोसेसेस, तेस्रो नर्सिङ प्रोसिड्युर्स युज्ड इन पेसेन्ट केयर, चौथो स्ट्रेस एन्ड कोपिङ मेकानिजम, फिफ्थमा छ फर्स्ट एड ट्रिटमेन्ट, सिक्स्थ administration of drugs, 7th infection prevention and control, 8th pre and post operative nursing care, 9th national and international professional organization related to nursing and their code of ethics। त्यसैगरी थर्ड च्याप्टर रहेको छ मेडिकल अर सर्जिकल नर्सिङ। यसभित्र फर्स्टमा रहेको छ 1 नम्बरमा
developmental need and tasks, young, middle and elder adult. त्यसैगरी common diagnostic procedures. थर्डमा छ nursing management of common disease conditions with nursing procedures including post and pre and post operative care. फोर्थमा छ disorder of musculoskeletal system like soft tissue injuries, fracture, dislocation, osteomyelitis, osteoarthritis र osteoporosis. फिफ्थमा छ disorders of nervous system. यसभित्र हजुरको head injuries, spinal cord injury, meningitis, encephalitis, tetanus, epilepsy, polyneuritis, Parkinson's disease र brain tumors रहेको छ भने सिक्स्थमा हजुरको disorders of respiratory system र यसभित्र chronic obstructive pulmonary disease जसलाई COPD पनि भन्छौँ, त्यसपछि bronchitis, asthma, pulmonary tuberculosis, pleurisy, atelectasis, influenza, lung abscess, pneumonia, thoracic empyema, pneumothorax, pneumothorax, pulmonary embolismहरु इन्क्लुड गरिएको छ। सेभेन्थमा हजुरको disorders of gastrointestinal system भनिएको छ र यसभित्र हजुरको peptic ulcer, intestinal obstruction, appendicitis, pancreatitis, peritonitis, hernias, abdominal tuberculosis, hemorrhoid, cirrhosis of liver, cholelithiasis, cholecystitis, hepatitis, hepatic coma र liver abscess इन्क्लुड गरिएको छ भने 8 मा हजुरको disorders of genitourinary system को बारेमा भनिएको छ र यसभित्र हजुरको urinary tract infection जसलाई UTI भन्छौँ हामी, त्यसपछि hydrocele, pyelonephritis, glomerulonephritis, acidosis and alkalosis, shock, renal calculi, nephrotic syndrome, benign prostatic hyperplasia भनेको BPH जसलाई प्रोस्टेट भनेर भन्छौँ हामी युजुअली, त्यसपछि हाइड्रोनेफ्रोसिस, एक्युट एन्ड क्रोनिक रेनल फेल्युर। त्यसपश्चात 9th मा छ हजुरको डिसअर्डर्स अफ कार्डियोभास्कुलर एन्ड हेमाटोलोजिक सिस्टम र यसभित्र पेरिकार्डाइटिस, मायोकार्डाइटिस, इन्फेक्टिभ इन्डोकार्डाइटिस, कन्जेस्टिभ हार्ट फेल्युर जसलाई कन्जेस्टिभ कार्डियक फेल्युर पनि भन्छौँ, त्यसपछि एन्जाइना पेक्टोरिस, मायोकार्डियल इन्फाक्सन, कार्डियक अरेस्ट, रुमेटिक हार्ट डिजिज, valvular disease or valvular disorders, त्यसपछि hypertension, anemia, gangrene, thrombosis, embolism, aneurysm र cerebrovascular accident CVA। त्यसैगरी disorders of endocrine system को पनि भनिएको छ। अब यसभित्र चाहिँ हजुरको hyperthyroidism, hypothyroidism, hyperpituitarism, hypopituitarism, diabetes insipidus, diabetes mellitus, एडिसन्स डिजिज र कसिङ सिन्ड्रोमको बारेमा भनिएको छ। त्यसैगरी 11th मा डिसअर्डर्स अफ इन्टेग्युमेन्ट्री सिस्टम जसभित्र बर्न, बोइल्स, कार्बङ्कल्स, स्क्याबिज र डर्माटाइटिसको बारेमा कुरा गरिएको छ र 12th मा हजुरको डिसअर्डर्स अफ आई, इयर, नोज एन्ड थ्रोट यसको बारेमा भनिएको छ। यसभित्र हजुरको फोरेन बडी इन आई, इयर, नोज एन्ड थ्रोट, त्यसपछि कन्जक्टिभाइटिस, क्याटारेक्ट, ग्लाउकोमा, रेटिनल डिट्याचमेन्ट, जेरोप्थ्याल्मिया, ओटाइटिस मेडिया, मास्टोइडाइटिस, मिनेर्स डिजिज, साइनोसाइटिस, इपिस्ट्याक्सिस, राइनाइटिस, ल्यारिन्जाइटिस, फ्यारिन्जाइटिस र टन्सिलाइटिस इन्क्लुड गरिएको छ। त्यसैगरी 13 मा हजुरको कमन ओन्कोलोजिकल प्रब्लम्स एन्ड देयर म्यानेजमेन्ट विथ केमोथेरापी, रेडियोथेरापी एन्ड इम्युनोथेरापीको बारेमा भनिएको छ र 14th मा प्यालिएटिभ एन्ड हस्पिस केयर भनेर भनिएको छ। त्यसैगरी अब च्याप्टर 4th भनेको कम्युनिटी हेल्थ नर्सिङ। यसभित्र के रहेको छ? यसभित्र 1 नम्बरमा कन्सेप्ट्स अफ प्राइमरी हेल्थ केयर एन्ड बेसिक हेल्थ केयर, 2 नम्बर इपिडेमियोलोजिकल कन्सेप्ट्स एन्ड एप्रोचेस, 3 मा न्युट्रिसन जसको कन्सेप्ट, न्युट्रिसनल रिक्वायरमेन्ट्स, न्युट्रिसनल डिफिसियन्सी डिजिजेस एन्ड देयर म्यानेजमेन्ट, 4 नम्बरमा ब्रेस्ट फिडिङ, सप्लिमेन्ट्री एन्ड कम्प्लिमेन्ट्री फिडिङ, 5 मा इम्युनाइजेसन जसभित्र इम्युनिटी, नेसनल इम्युनाइजेसन प्रोग्राम, एडभर्स इफेक्ट फलोइङ इम्युनाइजेसन, कोल्ड चेन इन्क्लुडिङ भ्याक्सिन भायल मोनिटर, त्यसपछि 6th मा छ कम्युनिकेबल डिजिजेस एन्ड देयर म्यानेजमेन्ट। यसभित्र मलेरिया, कालाजर, लिम्फेटिक फिलेरियासिस, डेङ्ग्यू, एचआइभी एड्स, लेप्रोसी,
कोलेरा, टाइफाइड, इन्फ्लुएन्जा, कोभिड-19, चिकन पक्स, वर्म इन्फेस्टेसन्स, ट्र्याकोमा, मिजल्स र रुबेला इन्क्लुड गरिएको छ। त्यसैगरी 7th चाहिँ हजुरको कमन हेल्थ इन्डिकेटर्स र भाइटल स्ट्याटिस्टिक्सको बारेमा भनिएको छ। 4.8 चाहिँ फ्यामिली प्लानिङ, यसभित्र हजुरको फ्यामिली प्लानिङको कन्सेप्ट, काउन्सेलिङ मेथड्स इन्क्लुडिङ इमर्जेन्सी कन्ट्रासेप्सन एन्ड कन्ट्रासेप्सन फर स्पेसल ग्रुप्सको बारेमा भनिएको छ। त्यसैगरी 4.9 चाहिँ हजुरको कम्युनिकेसनभित्र पनि सोसियल बिहेभियर चेन्ज कम्युनिकेसन, थेराप्युटिक कम्युनिकेसन र काउन्सेलिङको बारेमा इन्क्लुड गरिएको छ। 10 छ हेल्थ एजुकेसन, 11 इन्भाइरोमेन्टल हेल्थ एन्ड सेनिटेसन र 12 अकुपेसनल हेल्थ एन्ड क्लाइमेट चेन्जको बारेमा इन्क्लुड गरिएको छ। त्यसैगरी अब हामी सेक्सन बीमा पुगेका छौँ। सेक्सन बीबाट पनि हजुरको 40 मार्क्सको क्वेसनहरू आउनेछन्। अब सेक्सन बीमा च्याप्टर 5 भित्र के रहेका छन् त? पहिलो नम्बरमा एनाटोमी एन्ड फिजियोलोजी फर मेल एन्ड फिमेल रिप्रोडक्टिभ सिस्टम, 2 नम्बरमा फिटल डेभलपमेन्ट एन्ड फिटल सर्कुलेसन, 3 नम्बरमा एन्टिनेटल केयर र अब एन्टिनेटल केयरभित्र पनि के छ त? एन्टिनेटल केयर, त्यसको एक्जामिनेसन, पर्पोज, एन्टिनेटल भिजिट्स र काउन्सेलिङ, त्यसपछि साइन्स, सिम्टम्स एन्ड डायग्नोसिस अफ प्रेग्नेन्सी, त्यसै गरी फिजियोलोजी, साइकोलोजिकल एन्ड इमोसनल चेन्जेस ड्युरिङ प्रेग्नेन्सी, त्यसै गरी क्यालकुलेसन अफ जेस्टेसनल एज एन्ड एक्सपेक्टेड डेट अफ डेलिभरी, त्यससँगै डेन्जर साइन्स, अनि त्यसपछि माइनर एन्ड मेजर डिसअर्डर्स ड्युरिङ प्रेग्नेन्सी एन्ड देयर म्यानेजमेन्ट, त्यसै गरी बर्थ प्रिपेयर्डनेस एन्ड कम्प्लिकेसन रेडिनेस र अर्को प्रिभेन्सन अफ मदर टु चाइल्ड ट्रान्समिसन रहेको छ एन्टिनेटल केयरभित्र। त्यसै गरी अर्को हजुरको च्याप्टर 5 भित्रै इन्ट्रापार्टम केयर, द्याट इज लेबरको बारेमा भनिएको छ र यसभित्र मेकानिजम अफ लेबर, त्यसपछि फिजियोलोजिकल चेन्जेस ड्युरिङ फर्स्ट, सेकेन्ड, थर्ड एन्ड फोर्थ स्टेज अफ लेबर, पार्टोग्राफ, इन्डक्सन एन्ड अगुमेन्टेसन अफ लेबर, एक्टिभ म्यानेजमेन्ट अफ थर्ड स्टेज अफ लेबर, केयर अफ मदर ड्युरिङ फर्स्ट, सेकेन्ड, थर्ड एन्ड फोर्थ स्टेज अफ लेबर, इपिजियोटोमी एन्ड पेरिनियल रिपेयर, इमिडिएट एन्ड इसेन्सियल न्युबर्न केयर, त्यसपछि न्युबर्न रिससिटेसन र कन्सेप्ट्स अफ बेसिक इमर्जेन्सी अब्स्ट्रेक्टिक एन्ड न्युबर्न केयर, द्याट इज BEONC एन्ड कम्प्रिहेन्सिभ इमर्जेन्सी अब्स्टेट्रिक न्युबर्न केयर, द्याट इज CEONC। BEONC र CEONC को बारेमा इन्क्लुड गरिएको छ। यो सँगै एब्नर्मल लेबर, असिपिटो पोस्टेरियर पोजिसन, प्रोलङ्ड लेबर, मल्टिपल प्रेग्नेन्सी, ब्रिच प्रेजेन्टेसन, प्री एन्ड पोस्ट म्याच्युरिटी, अब्स्ट्रक्टेड लेबरको बारेमा इन्क्लुड गरिएको छ। र अर्को भनेको कम्प्लिकेसन्स ड्युरिङ लेबर, यसभित्र प्रोलङ्ड लेबर, मेटर्नल एन्ड फिटल डिस्ट्रेस, कड प्रोल्याप्स, रिटेन्ड प्लासेन्टा र एम्नियोटिक फ्लुइड इम्बोलिजमको बारेमा भनिएको छ। मिडवाइफरीभित्रै हजुरको अब पोस्टनेटल केयरभित्र फिजियोलोजिकल चेन्जेस ड्युरिङ प्युरपेरियम, पोस्टनेटल केयर, यसको एक्जामिनेसन, पर्पोज, पोस्टनेटल भिजिट्स एन्ड काउन्सेलिङ, त्यसै गरी डेन्जर साइन्स ड्युरिङ प्युरपेरियम एन्ड न्युबर्न पिरियड, बेबी फ्रेन्डली हस्पिटल इनिसिएटिभ्स, एन्ड देन डिसअर्डर्स ड्युरिङ प्युरपेरियम एन्ड इट्स म्यानेजमेन्ट। यसभित्र हजुरको माइनर डिसअर्डर र मेजर डिसअर्डर भनेर छुट्याइएको छ। माइनर डिसअर्डरमा आफ्टर पेन, 4 days ब्ल्यू अर पोस्टपार्टम ब्ल्यूज, रिटेन्सन अफ युरिन, सब इन्भोल्युसन अफ युटेरस, कन्स्टिपेसन एन्ड हेमोरोइडको बारेमा भनिएको छ भने मेजर डिसअर्डर्सभित्र चाहिँ प्युरपेरल सेप्सिस, पोस्टपार्टम हेमोरेज, युरिनरी ट्र्याक्ट इन्फेक्सन एन्ड इन्कन्टिनेन्स अफ युरिन, त्यसै गरी भल्भल हेमाटोमा, पल्मोनरी इम्बोलिजम, पोस्टनेटल डिप्रेसन एन्ड साइकोसिस र यो सँगै कमन ब्रेस्ट प्रब्लम्सको बारेमा पनि कुरा गरिएको छ। त्यसपछि यसभित्रै हजुरको अब कंगारू मदर केयर, त्यसपछि मेजर एन्ड माइनर डिसअर्डर्स अफ न्युबर्न, यसभित्र फिजियोलोजिकल जन्डिस, प्याथोलोजिकल जन्डिस, नियोनेटल टिटेनस, नियोनेटल सेप्सिस, रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम, हाइपोथर्मिया, हाइपोग्लाइसेमिया, ओरल थ्रस र स्किन र्यासेसहरू भनिएको छ। त्यसपछि कमन बर्थ इन्जुरिज र यसको प्रिभेन्सन एन्ड म्यानेजमेन्टको बारेमा भनिएको छ। त्यो सँगै कन्जेनाइटल एब्नर्मालिटिज अफ न्युबर्नको बारेमा पनि मिडवाइफरीभित्र हजुरको इन्क्लुड गरिएको छ। त्यसै गरी च्याप्टर 6 हजुरको नर्सिङ केयर अफ गाइनेकोलोजिकल प्रब्लम्सको बारेमा रहेको छ र यसभित्र एब्नर्मल मेन्स्ट्रुअल ब्लिडिङ,
pelvic organ collapse like uterine prolapse, rectocele, सिस्टोसिल र युरेथ्रोसिलको बारेमा इन्क्लुड गरिएको छ। त्यसपछि अब्स्टेट्रिक फिस्टुला जसभित्र भिभिएफ र आरभिएफको इन्क्लुड गरिएको छ। त्यसैगरी सेक्सुअली ट्रान्समिटेड इन्फेक्सन्स, त्यसपछि क्यान्सर अफ युटेरस, ब्रेस्ट, भल्भा एन्ड सर्भिक्स, त्यसैगरी सब फर्टिलिटी र इन्फर्टिलिटी, त्यसपछि सेफ एबर्सन सर्भिसेस एन्ड पोस्ट एबर्सन केयर र यो सँगै इन्फेक्सन अफ फिमेल रिप्रोडक्टिभ सिस्टम पनि हजुरको गाइनोकोलोजिकल प्रब्लम्सभित्र इन्क्लुड गरिएको छ। त्यसैगरी अब च्याप्टर 7 रहेको छ चाइल्ड हेल्थ नर्सिङ। अब चाइल्ड हेल्थ नर्सिङभित्र के छ त 1 नम्बरमा मेजर डेभलपमेन्टल माइलस्टोन्स एन्ड टास्क्स अफ डिफ्रेन्ट स्टेजेस अफ चिल्ड्रेन। 2 मा प्रोमोटिङ अप्टिमम डेभलपमेन्ट एन्ड डिफ्रेन्ट स्टेजेस अफ चिल्ड्रेन। त्यसैगरी 3 मा डिफ्रेन्ट प्रोसिड्युर्स युज्ड फर पेडियाट्रिक प्रब्लम्स। 4 मा मेजर किलर डिजिजेस। 5 मा कम्युनिटी बेस्ड integrated management of neonatal and childhood illness, that is CBIMNCI. 6 मा common health problems in children and their nursing management र 7 मा nursing care of critically ill children. त्यसपछि च्याप्टर 8 रहेको छ। च्याप्टर 8 मा मेन्टल हेल्थ नर्सिङको बारेमा इन्क्लुड गरिएको छ। यसभित्र हजुरको क्यारेक्टरिस्टिक्स अफ मेन्टली इल पेसेन्ट, क्लासिफिकेसन अफ मेन्टल डिसअर्डर्स र म्यानेजमेन्ट अफ क्लाइन्ट विथ मेन्टल डिसअर्डर्सको बारेमा इन्क्लुड गरिएको छ। त्यसैगरी च्याप्टर 9 को कुरा गर्दाखेरि च्याप्टर 9 मा चाहिँ लिडरसिप एन्ड म्यानेजमेन्टको बारेमा भनिएको छ। यसभित्र हजुरको प्रिन्सिपल एन्ड फङ्सन्स अफ म्यानेजमेन्ट, म्यानेजमेन्ट प्रोसेस, लिडरसिप स्टाइल्स, अर्गनाइजेसनल स्ट्रक्चर्स अफ हेल्थ सर्भिसेस लाइक फेडरल, प्रोभिन्सियल एन्ड लोकल लेभल, त्यसपछि हेल्थ प्लानिङ, हेल्थ इन्सुरेन्स, सस्टेनेबल डेभलपमेन्ट गोल्स एन्ड जब डिस्क्रिप्सन अफ डिफ्रेन्ट लेभल अफ नर्सिङ पर्सनलको बारेमा भनिएको छ। र यो सँगै यसभित्र हेल्थ रिलेटेड फन्डामेन्टल राइट्स एन्ड पोलिसिज इन द कन्स्टिट्युसन अफ नेपाल, त्यसपछि पब्लिक हेल्थ एक्ट 2075 एन्ड रेगुलेसन 2077, यो फेडरल र प्रोभिन्सियल दुइटै चाहिन्छ। र यो सँगै जेनरल इन्फर्मेसन अन द प्रिभेन्सन अफ करप्सन एक्ट 2059 पनि इन्क्लुड गरिएको छ। अब यो सँगै सेक्सन बी सकिन्छ र अब सेक्सन सी को पालो आउँछ। सेक्सन सी बाट 20 मार्क्सको क्वेसन सोधिनेछ हजुरको। अब सेक्सन सी मा चाहिँ विशेष गरी चाहिँ नेपालको संविधान, त्यसपछि प्रदेश निजामती सेवा ऐन, सरकारी सेवा ऐन र नियमावलीहरू रहेका छन्। के छन् त 1 नम्बरमा नेपालको संविधानको भाग 1 देखि 5 र भाग 13 देखि 22 सम्म तथा अनुसूची 5 देखि 9 सम्म। दोस्रो नम्बरमा प्रदेश निजामती सेवा ऐन 2079, यो कोशी प्रदेशकै हुनेछ यो सबै कुराहरू। त्यसपछि प्रदेश निजामती सेवा नियमावली 2081, स्थानीय सरकारी सेवा गठन तथा सञ्चालन ऐन 2080, प्रदेश सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन 2076, प्रदेश सुशासन व्यवस्थापन तथा सञ्चालन नियमावली 2077, प्रदेश लोकसेवा आयोग ऐन 2076, प्रदेश लोकसेवा आयोग नियमावली 2081, प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2078 को परिच्छेद 1 र परिच्छेद 6 सम्बन्धी जानकारी। त्यसपछि 10 नम्बरमा कोशी प्रदेशको योजनाबद्ध विकास तथा चालु आवधिक योजना सम्बन्धी सामान्य जानकारी। अब प्रथम पत्रको वस्तुगत प्रश्न सामान्यतया देहाय अनुसारको इकाइबाट देहाय अनुसार प्रश्न सोधिनेछ भनेको भनेपछि तल दिए अनुसार क्वेसन सोधिनेछ। कुन खण्डमा कुन च्याप्टरबाट कतिवटा क्वेसन सोधिनेछ भनेर भनिएको छ। यो मल्टिपल चोइस क्वेसनको बारेमा हेरौँ। फर्स्ट पेपरको बारेमा च्याप्टर 1 बाट खण्ड क भनेपछि खण्ड ए भनेको सेक्सन ए मा हेरौँ। च्याप्टर 1 बाट 4 वटा, च्याप्टर 2 4, च्याप्टर 3 7 वटा, च्याप्टर 4 5 वटा, च्याप्टर 5 6 वटा, च्याप्टर 6 3 वटा र च्याप्टर 7 4, च्याप्टर 8 3, च्याप्टर 9 4। यो खण्ड ए र खण्ड बी को थियो। खण्ड ए मा 1 to 4 सम्मको पर्यो भने खण्ड बी मा 5 to 9 सम्मको पर्यो। अब खण्ड सी मा कुरा गरौँ। खण्ड सी मा च्याप्टर 1 दुईटा क्वेसन, च्याप्टर 2 र 3 बाट एउटा क्वेसन, च्याप्टर 4 बाट एउटा, च्याप्टर 5 र 6 बाट
दुईटा, च्याप्टर 7 र 8 बाट दुईटा, च्याप्टर 9 बाट एउटा र च्याप्टर 10 बाट एउटा। यसरी चाहिँ मल्टिपल चोइस क्वेशनहरु सोधिनेछन्। त्यसैगरी अब सब्जेक्टिभ एक्जामिनेसन जुन रहेको छ सेकेन्ड पेपरमा त्यसको बारेमा हेरौं। अब पहिले खण्ड क सेक्सन ए को हेरौं। सेक्सन ए मा फर्स्ट च्याप्टरबाट 5 पूर्णाङ्कको 2 वटा प्रश्न, त्यसपछि सेकेन्ड च्याप्टरबाट 10 पूर्णाङ्कको एउटा क्वेशन, थर्ड च्याप्टरबाट 10 पूर्णाङ्कको एउटा र 5 पूर्णाङ्कको एउटा, त्यसपछि फोर्थ च्याप्टरबाट 5 पूर्णाङ्कको एउटा क्वेशन। त्यसैगरी अब खण्ड बी मा जाउँ। खण्ड बी मा सेक्सन बी मा चाहिँ च्याप्टर 5 बाट 10 मार्क्सको एउटा र 5 मार्क्सको एउटा क्वेशन, त्यसपछि च्याप्टर 6 मा 5 मार्क्सको एउटा क्वेशन, च्याप्टर 7 बाट पनि 5 मार्क्सको एउटा, च्याप्टर 8 बाट पनि 5 मार्क्सको एउटा हो भने च्याप्टर 9 बाट चाहिँ 10 मार्क्सको एउटा क्वेशन सोधिनेछ। त्यसैगरी सेक्सन सी को बारेमा कुरा गरौँ। सेक्सन सी मा च्याप्टर 1 5 मार्कको एउटा क्वेशन, च्याप्टर 2 देखि च्याप्टर 4 भित्र मध्येबाट 5 मार्कको एउटा क्वेशन, च्याप्टर 5 टु च्याप्टर 8 भित्रबाट चाहिँ 5 मार्कको एउटा क्वेशन र च्याप्टर 9 10 बाट मिलाएर 5 मार्कको एउटा क्वेशन सोधिनेछ। र यो थियो हजुरको पाठ्यक्रम र कुन च्याप्टरबाट कति क्वेशन सोधिनेछ भनेर। त्यसपछि मोडल क्वेशन पनि यहाँ दिएको छ। लाइक मोडल क्वेशनमा मल्टिपल चोइस क्वेशन चाहिँ हजुरको फर्स्ट पेपरमा मल्टिपल चोइस क्वेशन सोधिनेछ भने सब्जेक्टिभ क्वेशन यसरी सोधिन सक्छ। हजुरको 2-3 वटा क्वेशन एउटैमा कम्बाइन गरेर सोधिन सक्छ 5 मार्क्स र 10 मार्क्समा। सो हाम्रो आजको भिडियोमा यति नै जानकारी थियो। हामी पुनः पनि अर्को भिडियोका साथ उपस्थित हुने नै छौँ। त्यतिन्जेलको लागि चाहिँ हजुरले च्यानललाई सब्स्क्राइब गरिदिनु होला, भिडियो लाइक गरिदिनु होला र यो सिलेबस अरू साथीहरुसँग आफ्नो शेयर गरिदिनु होला। हस्त धन्यवाद।